अब मेरो विचारमा चाहिँ मानिस भएर जन्मिएपछि चाहिँ सर्भाइभल स्किल चाहिँ आफूले नै फाइन्ड आउट गर्नु पर्यो। अब सधैँ जस्तै अब नेगेटिभ मात्रै कुराहरूको पछि लाएर गरेर पनि आफूलाई हुनेवाला त केही पनि छैन। एट लास्ट जिन्दगी त आफूले नै बाँच्नुपर्छ भनेपछि अब नेगेटिभबाट पनि पोजिटिभतिर चाहिँ अलिकति पोजिटिभ फाइन्ड आउट गर्नेतिर लागौँ जस्तो लाग्छ मलाई चाहिँ। अब नेपालकै कन्डिसन हेर्ने हो भने त आई थिङ्क अब अहिले त बच्चादेखि बुढाबुढा सबैले बुझिसक्यो कि नेपाल कसरी चल्दो रहेछ भन्ने कुरो। अब नेपाल चाहिँ नेपालको हिसाबले नचल्ने रहेछ, जनताको हिसाबले। अब नेताले जनता चलाउने, नेतालाई अब अरू कोहीले चलाउने। अब त्यो भएर चाहिँ अब यो कहिले पनि स्टेबल चाहिँ नहुने देखियो। अब रिजल्ट हेर्दाखेरि चाहिँ हरेक 10 वर्षदेखि 15 वर्षमा चाहिँ अलिकति देशले ट्र्याक ल्यायो हो कि जस्तो हुने बित्तिकै चटाकझुरुक भएर फेरि 10-15 वर्ष चाहिँ ड्रब्याक गरिदिने, अनि फेरि जेनतेन बिस्तारै 10 वर्ष उकालो लाग्यो फेरि ओह्रालो झारिदिने। हाम्रो देशको कन्डिसन चाहिँ त्यो रहेछ। त्यो अब त्यही पहिला अब पृथ्वीनारायण शाहले चाहिँ नेपाल चाहिँ 2 ढुङ्गा बिचको तरुल भन्थ्यो। त्यो चाहिँ किन भनेको रहेछ भन्ने कुरा चाहिँ काइन्ड अफ अहिले आएर चाहिँ अलिअलि ठिकै हो कि जस्तो लाग्ने कि। अब भन्नु मतलब 2 जना मध्ये एउटालाई चाहिँ कि 2टालाई खुसी बनाएर राख्नु पऱ्यो। अब एउटालाई मात्रै खुसी बनाए अर्कोले बिगारिदिने, अर्कोलाई खुसी बनाए अर्कोले बिगारिदिने। यो त ठ्याक्कै के अरे चाहिँ त्यो जमानामा अब पृथ्वीनारायण शाहले चाहिँ त्यो केही न केही सोचेरै बोलेको कुरा रहेछ, प्रमाणित भयो कि जस्तो मलाई लाग्यो। तर आफ्टर अल जस्तै अब यो सबै अब किनकि यही देशमा बस्नु छ भने अब गुनासो मात्रै गरे पनि भएन। अब जतिजना अब नेताहरू हुनुहुन्छ उहाँहरूलाई पनि अब जहाँसम्म लाग्छ त्यति सजिलो त छैन। अब कोसिस गर्दा गर्दै पनि अब नसके होला, अब नभए होला। अर्काले अब यो त देश बिचको कुरा हो, कसलाई चित्त बुझाउने, को खुसी भने को चाहिँ खुसी बनाउन सकेन भने अब कुनै बेलामा चाहिँ आफूलाई चिप्लाइदिन्छ। अब त्यो खेल अब यो अलिकति भइ नै रहने भएको हुनाले अब यतातिर चाहिँ अब नजाउँ। अब जे हुन्छ अब चाहिँ राम्रैको लागि होला भनेर चित्त बुझाउँ। तर अब एउटा पोजिटिभ वेमा हेर्ने हो भने चाहिँ एउटा थ्रु आउट द के अरे वर्ल्डकै सिनेरियो हेर्ने हो भने चाहिँ एटलिस्ट एउटा लक्की चाहिँ केमा मान्नुपर्छ हामीहरू भन्दा, अब एटलिस्ट के कारणले हो त्यो चाहिँ अब एनालाइसिस गर्न सकिएन। तर मेबी हामीसँग त्यस्तो एकदमै ठुलो रिसोर्सेस नभएर पनि होला हामी चाहिँ एटलिस्ट पनि ठिकै कन्डिसनमा छौँ। भन्नुको मतलब हामीसँग ठुल्ठुलो खानीहरू भएको भए आई थिङ्क हामीले अहिले जस्तै अब चाहिँ हाम्रो अहिलेको अब चाहिँ वार भनेको यस्तै अब आन्दोलन यताउति हुने वार जुन भइरहेछ, ठुलो खानी अथवा कसैलाई ठुलो नै इन्ट्रेस्ट भएको कन्डिसन हो भने त माथिबाट चाहिँ मिसाइल्सहरू, फाइटर प्लेनहरू झर्न सक्थ्यो कि। जस्तै अब इराकहरू, सिरियाहरू अब जति पनि वर्ल्डमा चाहिँ अब इभन युक्रेनकै कुरा लिउँ न, अब कति डेभलप कन्ट्री छ हेऱ्यो भने बाटोघाटो बिल्डिङ त्यो हामीले अब त्यो 100 वर्षमा नि हामीले उनीहरूको जस्तो इन्फ्रास्ट्रक्चर बनाउन सक्दैन थियो। अब त्यस्तो देश चाहिँ उहाँ हान्न लडाइँ परिरहेछ, फाइटर प्लेन मिसाइल्समा जुधिरहेछ भने चाहिँ अब जनता कुन स्थितिमा छ। कति धनी जनताहरू थिए होला, घर छोडेर चाहिँ कति अरबौँ खरबौँको सम्पत्ति चाहिँ छोडेर चाहिँ अनि शरणार्थी हुन बाध्य भएर गइरहेको छ भने अब एटलिस्ट हामीहरूको चाहिँ अब त्यस्तो स्थिति चाहिँ छैन। त्यो नहुनुको प्रमुख कारण चाहिँ मेरो विचारमा त्यस्तो एउटा केही रिसोर्सेसहरू केही नभएर पनि होला। अब यो सानो देशमा के नै होला र होइन, त्यस्तो बाहिरबाट लुट्नै पर्ने किसिमको त्यस्तो त नहोला। त्यही अब एउटा चाहिँ रणभूमि चाहिँ भयो। अब कुन अब अरूलाई कन्ट्रोल गर्नलाई अब अथवा के अब त्यस्तो ठुलो आजकलमा चाहिँ त्यो होला। तर पनि नेपाल चाहिँ एउटा कुरामा चाहिँ इन फ्युचर चाहिँ धनी केमा हुनसक्छ भन्दाखेरि चाहिँ जुन यो ग्लोबली यो चाहिँ यो इन्डस्ट्रियल रेभोल्युसन भइरहेको छ, जुन कुराले चाहिँ यो हाम्रो इन्भाइरोमेन्टलाई चाहिँ इफेक्ट गरिरहेको छ। जस्तै यो एयर पल्युसनकै कुरा गरौँ, वाटर पल्युसनकै कुरा गरौँ होइन, हामी चाहिँ एटलिस्ट यो देशमा त्यस्तो ठुलो इन्डस्ट्रीहरू जुन चाहिँ अब जसले चाहिँ कार्बन मोनोक्साइडहरू फालेर एयर क्वालिटी चाहिँ आफूलाई नै विष बनाउने त्यो लेभलको चाहिँ नभएर पनि who knows, maybe in future Nepal will be the best place to live। त्यो भनेको त आखिर मान्छेलाई चाहिने भनेको त एउटा चाहिँ क्वालिटी एयर नै हो। जुन कुरा नेपालमा मात्रै उपलब्ध छ भने त
अब नेपाल पनि अब यो मिडल इस्ट जस्तो चाहिँ अब तेलको खानी पत्ता लगाएर चाहिँ सबै जनता धनी भएको जस्तो यहाँ पनि सारा संसारै यहीँ बस्न पनि आउन सक्छ भनेपछि हाम्रो भ्यालु कहाँ पुग्छ अब त्यसरी पनि सोचौँ न अहिलेलाई। थ्याङ्क यू।